नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई टेकमाला युट्युब च्यानलमा। साथीहरू, योभन्दा अघिल्लो भिडियोमा मैले तपाईहरूलाई नबिल बैंकमा अनलाइन बैंक एकाउन्ट ओपनिङ गर्नको लागि कसरी एप्लाई गर्ने भनेर जानकारी दिएको थिएँ। भिडियो हेर्नुभएको छैन भने लिङ्क डिस्क्रिप्सनमा रहेको छ, हेर्नुहोला। उक्त अनलाइन खाता खोल्ने प्रोसेसलाई कम्प्लिट गरिसकेपछि 3 दिनभित्र तपाईँको इमेल एकाउन्टमा एक यस्तो खालको इमेल आउनेछ जसमा तपाईँको एकाउन्ट नेम, एकाउन्ट नम्बर र एकाउन्ट टाइप दिएको हुनेछ र यहाँ देख्न सक्नुहुन्छ स्टार्ट भिडियो कल भनेको छ, जसमा क्लिक गरेर तपाईँहरूले भिडियो केवाइसी प्रोसेस सुरु गर्न सक्नुहुनेछ। जुन प्रोसेसलाई म स्टेप बाई स्टेप बताउँदै जानेछु, भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। म स्टार्ट भिडियो कलमा क्लिक गर्छु र यहाँ देख्न सक्नुहुनेछ लोकेसन, क्यामेरा र ब्राउजरको पर्मिसन मागेको छ। यहाँ प्रोसिड टु च्याटमा क्लिक गर्नुहोला र यहाँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ। सेक्युरिटी भेरिफिकेसनको लागि क्याप्चा टाइप गर्नुहोला। म क्याप्चा टाइप गर्छु र त्यसपछि एरोमा क्लिक गर्नुहोला र यहाँ देख्न सक्नुहुन्छ कृपया आफ्नो रुचाइएको भाषा रोज्नुहोस् भनेको छ। म नेपाली भाषा नै चुज गर्छु र यहाँ भिडियो केवाइसी प्रोसेसको डेमो भिडियो दिएको छ, त्यो हेर्न पनि सक्नुहुन्छ। म नेक्स्ट अर्कोमा क्लिक गर्छु र यहाँ देख्न सक्नुहुन्छ आवश्यक कागजात भनेको छ, जसमा नागरिकता वा राजधानी भनेको छ। खाली कागज एफो पेपर तयार गर्नुहोला र कालो कलम र मसीप्याड औँठा छापको लागि भनेको छ। यदि यी सामग्रीहरू तयार भइसकेपछि तपाईहरूले अर्कोमा क्लिक गर्नुहोला र यहाँ देख्न सक्नुहुन्छ जोइन गर्नुहोस् र बुकिङ गर्नुहोस् भन्ने दुईटा अप्सन देख्न सक्नुहुन्छ। यदि तपाईहरूले टाइम सेट गरेर पछि जोइन गर्न चाहनुहुन्छ भने तपाईहरूले बुकिङमा क्लिक गर्नुहोला र यदि तपाईहरूले डाइरेक्ट जोइन गर्न चाहनुहुन्छ भने जोइन गर्नुहोस्मा क्लिक गर्नुहोला। म डाइरेक्ट जोइन गर्नुहोस्मा क्लिक गर्छु र त्यसपछि साथीहरू यहाँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ र तपाईँको मोबाइलमा एउटा ओटिपी कोड आउनेछ, जुन ओटिपी कोडलाई यहाँ राख्नुहोला। मेरो मोबाइलमा ओटिपी कोड आइसकेको छ, म त्यसलाई राख्छु। राखिसकेपछि साथीहरू यहाँ सबमिटमा क्लिक गर्नुहोला। सबमिटमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ कृपया भिडियो केवाइसीको लागि आफ्नो कागजातको प्रकार रोज्नुहोस् भनेको छ। म नेपाली नागरिकतालाई रोज्छु। तपाईँ विदेशमा हुनुहुन्छ भने राजधानीलाई रोज्न सक्नुहुनेछ र त्यसपछि यहाँ विभिन्न निर्देशनहरू देख्न सक्नुहुन्छ। यी सबै निर्देशनहरूलाई तपाईँहरूले राम्रोसँग पढ्नुहोला र यहाँ त्यसपछि तपाईँहरूले तल नेक्स्ट अर्कोमा क्लिक गर्नुहोला। यति गरिसकेपछि तपाईँहरूले यहाँ अर्को इन्टरफेस देख्न सक्नुहुनेछ। कृपया नागरिकता कार्डको अगाडिको छेउमा क्याप्चर गर्नुहोस् भनेको छ। नागरिकताको अगाडिको भाग क्याप्चर गर्नुहोला। म क्याप्चर इमेजमा क्लिक गर्छु। क्याप्चर इमेजमा क्लिक गरिसकेपछि आफ्नो क्यामेरा ब्याक साइड वा फ्रन्ट साइड चुज गर्नुहोला र ओकेमा क्लिक गर्नुहोला र त्यसपछि तपाईँहरूले यहाँ नागरिकताको अगाडिको भागलाई क्याप्चर गर्नुहोला र अपलोडमा क्लिक गर्नुहोला र त्यसपछि नागरिकताको पछाडिको भागलाई क्याप्चर गर्नुहोला। क्याप्चर गरिसकेपछि साथीहरू यहाँ सबमिटमा क्लिक गर्नुहोला। सबमिटमा क्लिक गरिसकेपछि एकछिन फोटोको लागि मुस्कुराउनु होला भनेको छ। लेट टेक अ स्न्यापसटमा क्लिक गर्छु म र त्यसपछि यहाँ अलिकति मुस्कुराएर फोटो अपलोड गर्नुहोला र त्यसपछि सबमिटमा क्लिक गर्नुहोला। यति गरिसकेपछि तपाईँको भिडियो केवाइसी प्रोसेस सुरु हुनेछ र यहाँ देख्न सक्नुहुन्छ Q1, Q2, Q3 पनि हुनसक्छ तपाईँहरूकोमा। मेरोमा Q1 छ। अब मेरो पालो आउने बेला भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ एउटा च्याटबट खोलिसकेको छ। यहाँ एकाउन्ट नम्बर राख्नुहोस् भनेको छ। म एकाउन्ट नम्बर राखेर सेन्ड गर्छु र यहाँ देख्न सक्नुहुन्छ विभिन्न डकुमेन्टहरू तयार गर्नुहोस् भनेको छ, जसमा ओरिजिनल सिटिजनसिप भनेको छ, व्हाइट ब्ल्याङ्क पेपर भनेको छ, पेन भनेको छ र त्यसपछि स्ट्याम्प प्याड भनेको छ। सबै तयार भइसकेपछि रेडी भनेर मेसेज गर्नुहोला र यहाँ देख्न सक्नुहुन्छ प्लिज मेन्सन योर डिभाइस नेम भनेको छ। म आफ्नो डिभाइस नेम टाइप गरेर सेन्ड गर्छु र यहाँ देख्न सक्नुहुन्छ क्यान वी प्रोसिड फर भिडियो केवाइसी भनेको छ। म ओके भनेर सेन्ड गर्छु र यहाँ देख्न सक्नुहुन्छ भिडियो केवाइसीको लागि भिडियो कल आइसकेको छ। म यसमा क्लिक गर्छु र यहाँ मैले भिडियोलाई प्राइभेसीको लागि ब्लर गरेर राखेको छु। यहाँ तपाईँको नर्मल क्वेसनहरू सोध्नेछ, तपाईँको व्यक्तिगत जानकारीहरू सोध्नेछ, जस्तो तपाईँ कुन देशबाट हुनुहुन्छ, तपाईँको जन्ममिति, तपाईँको बुवा आमाको नाम, यस्तै यस्तै क्वेसनहरू सोध्नेछ र नागरिकता देखाउनुहोस् भन्छ, नागरिकता देखाउनु होला र सिग्नेचर गरेर देखाउनुहोस् भन्छ, सिग्नेचर गरेर देखाउनु होला। हजुरको मलाई मम्मीको नाम जानकारी गराइदिनु होला। मम्मीको नाम मलाई हजुरको शुभ नाम जानकारी। मेरो शुभ नाम चाहिँ हजुरको खाता एक्टिभ भएको नभएको जानकारी चाहिँ
फ्री वर्किङ डेजभित्रमा हजुरको ब्याङ्कमा रेजिस्टर गर्नुभएको इमेल एड्रेसको कन्फर्मेसनको लागि मेल आउने हुन्छ। सेक्युरिटी पर्पजको लागि आफ्नो ब्याङ्क अकाउन्टको ओटिपी पासवर्ड कसैसँग पनि सेयर नगरिदिनु होला है। नवीन ब्याङ्कमा खाता खोलिदिनु भएको मात्र। र यति गरिसकेपछि तपाईँहरूको भिडियो केवाइसी कम्प्लिट हुनेछ। आजको लागि यति नै साथीहरू। भिडियो केवाइसी प्रोसेसलाई केही बुझ्नुभएको छैन भने कमेन्ट गर्नुहोला। भिडियो मन परे लाइक सेयर गर्नुहोला र यस्तै भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि आउनेछु नेक्स्ट भिडियो लिएर। तबसम्मको लागि नमस्ते, बाइ बाइ।